नमस्कार, म पिम्बा। रेडियो खोलुङ्गा एफएम 105.6 मेगाहर्ज फेसबुक अपडेटमा तपाईलाई स्वागत छ। काठमाडौँको टोखामा विष्णुमती खोलाको बाढीले गाडी बगाउँदा गाडीभित्र रहेकी एक महिला सकुशल उद्धार गरिएको छ। टोखा ग्रान्डी अस्पताल नजिकबाट खोलामा बगाइएको बागमती प्रदेश 031/6141 नम्बरको ई विकार बानियाटार पुल नजिक अड्किएको थियो। सो गाडीबाट 34 वर्षीय भावना ओली जो हाल टोखा बस्दै आएकी थिइन्। प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हुन्। 35 वर्षीय गाडी चालक अकुश सिंह कञ्चरपुर शुक्ला फाटा हाल धुम्माराही बसोबास गर्दै आएका अकुश गाडी बग्न थालेपछि तुरुन्तै बाहिर निस्केर ज्यान जोगाउन सफल भएको थियो। तर भावना ओली गाडीभित्रै थिइन्, जसले गर्दा प्रहरी र स्थानीय टोलीले जोखिम मोलेर उद्धार कार्य गरेको हुन्। घटनामा उद्धार गरिएको महिला र केही घाइतेहरूको उपचार वसुन्धरा स्थित ग्रीन सिटी अस्पतालमा भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको जनाएको। उद्धार कार्यमा प्रहरी नायब उपरीक्षक निरञ्जन थापाको कमान्डमा 20 जना र विपद व्यवस्थापन प्रहरी कार्यालयबाट 25 जना टोली पनि परिचालित भएको थियो। खोलामा बगेको कारलाई राति 12:15 बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो। सो कारलाई प्रहरी प्रभाग नयाँ बस पार्कमा राखिएको छ। यस्तै खबर सुन्न र हेर्नको लागि हाम्रो फेसबुक पेज रेडियो खोलुङ्गा एफएम लाई फलो गर्न नभुल्नुहोला। गाडी कहाँ हालेको यो खोलातिर बच्चा नि